Hello guys, let's fix the salon now. So हामी चाहिँ 3 दिनपछि अब पसल खोल्न जान लाग्यो एन्ड सबै सामान गाडीमा भएको भएर इभन द पसल यही नजिक छ हामी चाहिँ गाडी लिएर जान लाग्यो ताकि गाडीमा त त्यहाँ ड्रप पनि गरौँ सबै सामानहरू क्लिन गरेपछि एन्ड द न्यू अपडेट इज वी आर ओपनिङ फ्रम टुडे 3 दिन चाहिँ टोटली बन्द नै भयो टुडे ह्याभ टु फिक्स समथिङ बट अपोइन्टमेन्ट पनि छ सो ह्याभ टु डु क्विकली तर हामी 7 बजे उठेर चाहिँ ब्रेकफास्ट गऱ्यौँ कफी सफी खायौँ एन्ड इट्स टाइम टु गो टु सलोन हामी चाहिँ 10 बजे खोल्ने हो तर छिटो गएर अलिकति फिक्सअप गरेर अपोइन्टमेन्टको लागि छिटो हुन्छ भनेर चाहिँ हामी टाइमभन्दा अलिक छिटो जान लाग्यौँ एनिथिङ टु से Now lots of work as a धेरै काम हुनेवाला छ सामानहरू सबै मिलाउनु पर्यो बेसिकली होल पसलै मिलाउन चाहन्छ Yeah, because everything was like एकदमै डस्टी प्लस सबै मिक्स ठाउँमा नभएर चाप्पै भएको त्यस्तो छ हामी गएर चाहिँ फर्स्टमा सामानहरू मिलाउँछौँ त्यसपछि नभएको हिजो हामी कति घन्टा 9 कति घन्टा लाएर किनेको सामानहरू झार्नेछौँ सो द्याट्स द अपडेट फर टुडे अब पसल गएर हेरौँ कस्तो हुन्छ हिजो चाहिँ इट लुक क्वाइट नाइस किनकि पहिला चाहिँ पर्पलिस कलरको थियो वार्म वाइट कलर लगाएको अनि द्याट विल गिभ डिफ्रेन्ट भाइब टु आवर कस्टमर एज वेल एज अस लेट्स सी हाउ विल रियाक्ट कोग्रामा पार्किङ पाउँदैन एन्ड हामी चाहिँ अलि अर्ली आएको छौँ अर्लीको साथसाथ आज सन्डे हो सो देयर विल बी लाइक पार्किङको लिमिटेसन हुँदैन एन्ड द्याट्स द गुड थिङ अबाउट द सन्डे सो विल जस्ट पार्क आवर कार हियर एन्ड दिस इज आवर सलोन ओभर देयर सेन्सी ब्युटी पिक्स त्यहाँ गएर चाहिँ हामी फर्स्टमा गर्ने छौँ सफाई त्यसपछि गर्नेछौँ हामी सामान मिलाउने काम फर्स्टमा चाहिँ मलाई आइब्रोको र हेयरको चेयर रेडी गर्नु छ सो द्याट इफ एनीबडी कम हेयरको चाहिँ अपोइन्टमेन्टै छ एउटा अपोइन्टमेन्टलाई चाहिँ हामीले पछाडि ढकाल्थ्यौँ तर इफ एनीबडी कम वी हेभ टु सर्भ टुडे बिकज इट्स अलरेडी विथ 3 days वी हेभन सर्भ एनी क्लाइन्ट ब्रोसको र एउटा हेयरको चाहिँ चेयर रेडी गरेर विल डु द अदर थिङ सो द्याट वाकिङलाई पनि डोन्ट ह्याभ टु वेट म्याच इभन द गाडी भरि सामान चाहिँ यहाँ अटाइ नअटाइ यति धेरै छ बट विल नट टेक दिस वान हामी चाहिँ सलोनमा आइपुग्यौँ एन्ड दिस इज आवर सलोन भाइले ऐना राखिदिनु भएको सो दिस इज आवर सलोन पर्पल इज डिप वाइट कलर कस्तो टिल्केको है यहाँ चाहिँ कस्तो साइन आएको ठ्याक्क घाम आएको नि त इट्स लुक गुड चाहिँ मलाई मन पर्यो इट्स लुक सो नाइस एन्ड क्लिन किनकि हामीले कलरहरू एकदमै धुन्थ्यौँ अनि यो एरिया वाज भेरी डर्टी एकदम कलरहरू थियो कि अनि कस्तो नराम्रो वस्तु भएको थियो तर यो अहिले वाइट कलर लाग्यो त इट्स लुक लाइक खासमा चाहिँ हामीले अर्को कलर चुज गरेको थियौँ एन्ड देन वी रियलाइज कि त्यो अलिकता अफ हुन्छ कि भनेर यो कलर चुज गरेको वाइट त देखिन्छ तर त्यस्तो धेरै नदेखिँदो रहेछ सिलिङ पनि कलर गरिदिनु भयो रहेछ है त्योमा चाहिँ किन नगरेको त त्यो सिलिङहरू गर्न बाँकी छ अलिअलि एन्ड इट लुक वाइट एज वेल सिलिङ पनि कभर गरेको हामीले त्यही त कि सिलिङ त होइन होला भन्थेँ मैले कलर गरिदिन्छु भन्नुभएको थियो Oh my god guys, I like our salon a lot. It's so clean देखिन्छ यस्तो राम्रो देखिन्छ oh my god हामीले चाहिँ सुरुदेखि नै कलर गर्ने भनेर सोच्दै थियो तर कहिले के नमिल्ने कहिले पैसा नमिल्ने कहिले के नमिल्ने त्यही भएर इट वाज क्वाइट हार्ड त्यतिखेर चाहिँ कलर लगाउनको लागि अनि मान्छे नि भएको थिएन भने जस्तो त्यही भएर पेन्डिङ भएको भए गरेको थियो तर फाइनली कलर भयो एन्ड इट लुक्स सो नाइस
Oh my god. This is the moment to celebrate. यो पनि एउटा कलर ल्याएर ढाकिदिने कुरो छ अब त ठुलो हो क्या मेरो यसरी हेरेर तर ठुलो आज त्यो त जोइन गर्दैन हुन्छ होला नि आज अपोइन्टमेन्ट छ यो जोइन गरिदिन्छु यो काट्छु अनि त्यसपछि चाहिँ योहरू सबै म आज साँझ आएर गर्छु आज साँझमा आएर सबै 6 बजेपछि म यो आएर गरिदिन्छु अनि त्यो जति पनि छ नि पेन्ट यो पेन्ट गर्ने Hello guys, let's fix the salon now. Oh my god, it looks so nice. अब चाहिँ हामी साउन्ड मिलाउन गइरहेको छौँ. Oh my god, it feels so good. अब चाहिँ क्लिनअप त्यस्तो धेरै क्लिनअप गर्न पर्छ जस्तो छैन. फर्स्टमा चाहिँ we fix everything किनकि it's very messy. You can see have to put in place अनि साइडहरू चाहिँ पछि मिलाउँछौँ. फर्स्टमा चाहिँ चेयरहरू र सामानहरू चाहिँ कता कता छ भनेर थाहा पाउनु पर्यो. Let's start. के भन्न चाहनुहुन्छ समीक्षाजी हजुरले घर लान्छु भन्न चाहन्छु यो पसलको कस्तो ब्राइट देखेको है भन्नु हो ब्राइट देखि यहाँ एउटा सर्ट टाक्ने हो यहाँ अटाउने अनि त्यसरी छाप्ने हो कि यो चाहिँ गोलवाला मात्रै हो यहाँ चाहिँ अटाउने जस्तो कसरी एक्सटेन्ड छ सुत्केर गयो यो मेरो निन्द गाइस हामीले चाहिँ सबै सामान भित्र सारिसक्यौँ ब्राइटै देखिने कि त्यो अब चाहिँ हामी काम Finally, salon पनि renovate भइसकेको छ. Thank you so much everyone for all the love and support. Stay tuned for next video.